हेलो साथीहरु, कस्तो हुनुहुन्छ? आज म तपाईहरुलाई बादल पारीको देशबाट भन्ने राजु लामाको गीत युकेलेलीमा बजाउन सिकाउँछु है। किनभने अस्तिको पालि कमेन्ट आएको थियो मलाई कि सधैँ गीत सिकाउँदाखेरि कमेन्ट आएको थियो कि मलाई राजु लामाको गाना पनि सिकाइदिनुस् न भन्दै थियो र त्यही भएर म तपाईहरुलाई आज राजु लामाको गीत सिकाउँछु है। यो गीत चाहिँ तपाईको बी माइनरबाट है। र बी माइनर भनेपछि मेरो यो हुन्छ बी माइनर युकेलेलीमा हैन। जस्तो अब यो ए माइनर हुन्छ नि त, यो ए माइनर हुन्छ है। अनि यसलाई नै मैले यहाँ लानु पर्यो, यसलाई म यो अम्लीले थिच्छु है। हेर्नुहोस् है, यो अम्लीले थिच्यो, टुप्पोले मात्रै थिच्यो र यसलाई चाहिँ यसो गर्नुपर्ने भयो नि त है। एउटालाई चाहिँ ढ्याप्पै थिच्नुपर्ने भयो अनि एउटाले चाहिँ यसलाई मात्रै थिच्नुपर्ने भयो नि त है। दुईटा मात्रै चल्यो है, बी माइनर हुन्छ। र अब यस्तो कम्प्लिकेटेड कर्ड किन बजाउनु भनेर म मेरो गिटारको केपो चलाउँछु यहाँ, ठिक छ। गिटारको केपो चलाएँ। अब तपाईँकोमा केपो छैन भने मैले सदा भनेको जस्तै होइन, अब यसलाई केपोलाई हटाइदियो, यहाँबाट बजाउँदा पनि भने यहाँबाट बजाउँदा पनि होइन। अब एक स्केल लो भयो, बादल पारीको देश हुन्छ है। र अब केपो लगायो भने चाहिँ अब राजु लामाले जुन चाहिँ स्केलमा गएको छ त्यही स्केलमा आयो नि त गीत होइन। अब जस्तै यहाँबाट आयो, बादल पारीको देशबाट मेरी माया मलाई हेर्दै होली भन्दा है। अब त्यो गान चाहिँ केपो लगाएर गरौँ, अलिक राम्रो सुन्छ, मिठो पनि सुन्छ है। र अब केपो छैन भने मैले भनेको जस्तो त्यसलाई अब केपो छैन नि त, छैन अब के गर्ने, त्यसलाई यहाँ नभएर यहाँ गरिदिनु त होइन। अब यस्तो सिम्पल त्यही बज्छ, सेम आवाज सेम आउँछ। बादल पारीको देशबाट मेरी माया मलाई हेर्दै होली। अब म चाहिँ केपै लगाएर गर्छु किन मेरोमा केपो छ नि त। मेरो युकेलेलीको केपो हराए पनि यो के भन्छ गिटारको केपो जिन्दाबाद भनौँ न है। भन्नुपर्दाखेरि ल सुरु गरौँ है। त सबभन्दा पहिला गरौँ, म यसलाई ए माइनर भन्छु है। ए माइनर है, सबभन्दा पहिला ए माइनर। हजुरहरूलाई मैले पहिला पनि सिकाएको थियो ए माइनर, एउटा मात्रै दबिन्छ नि। यसो गरौँ न त, केपो हटाएर सिकौँ ल। ए माइनरबाट गरौँ न त है, ठिक छ। ए माइनर यो मात्रै बज्छ है। पहिला जान्नुपर्ने कोड चाहिँ यो छ है, ए माइनर। ए माइनर पछि चाहिँ हाम्रो डी माइनर बज्छ है। डी माइनर चाहिँ कस्तो बज्छ भनेदेखि तपाईँको यो र यो दुईटालाई थिच्नु पऱ्यो होइन। यसरी थिच्नु पऱ्यो, हेर्नुहोस् है, यसरी थिच्नु पऱ्यो है। यसलाई यो छ नि, यसलाई यसले थिच्नु पऱ्यो, यसलाई चाहिँ माथिकोलाई चाहिँ यसले थिच्नु पऱ्यो है। दुईटा भयो। त्यसपछि यो यसलाई चाहिँ यसले थिच्नु पऱ्यो होइन। 1 2 3 भयो नि त है, 3 भयो है। अब यसलाई चाहिँ डी माइनर भन्छ है। भनेपछि दुईटा कर्ड बजाएँ मैले, एउटा चाहिँ तपाईँको बजाएँ ए माइनर बजाएँ, त्यसपछि अर्को चाहिँ मैले बजाएँ डी माइनर है। डी माइनर ए माइनरबाट डी माइनर जानु इज भेरी इजी। कस्तो भने यो दबाएको छ नम्बर 1 मा, यो दबाएको छैन, एउटा मात्रै। त्यसै 1 2 फिङ्गर गएपछि डी माइनर पनि बजिहाल्यो भयो होइन। त्यसपछि जानुपर्ने भयो हामी जी त झन् अब मैले हजुरहरूलाई पहिलादेखि सिकाउँदै छु जी है। यहाँ हेर्नु म छेउबाट गर्छु, यहाँ र यहाँ क्या। यो दुईटा चाहिँ एउटामै हो नि त, यो दुईटा चाहिँ यहाँ र यहाँ भयो। धेरै चाहिँ यहाँ थिच्नु पर्ने भयो है, जी। त्यसपछि अर्को कर्ड हुन्छ हाम्रो सी। सी चाहिँ कस्तो हुन्छ भनेदेखि सबभन्दा इजी कर्ड चाहिँ मलाई सी नै लाग्छ। मेरो छोरीले पनि बजाउँछ सी चाहिँ यो भन्छ है, ठिक छ। एकताल नगाइकन यति मात्रै बजाउने कोसिस गरौँ ल। मसँग बजाउने हामी ए माइनरबाट सुरु गर्छ है। 4 ताल बजाउँ न ल। 1 2 3 4 कर्ड चेन्ज। 1 2 3 4 कर्ड चेन्ज जी। 2 3 4 त्यसपछि सी मा जाउँ न त। 1 2 3 4 है। अब युकेलेली त हातले बजाउँछ, तर अब म गिटार बजाउने भएकोले गर्दा मलाई पेट्रोल लिन सजिलो लाग्छ है। खासमा हातले चाहिँ कस्तो साउन्ड आउँछ युकेलेली, यस्तो आउँछ नि बजाउनसँगै। ए माइनरबाट सुरु गरौँ है। 1 2 3 4 डी माइनर। 1 2 3 4 जी। 1 2 3
सीमा 1 2 3 4 ठिक छ अब बजाउँ ल लु गीत बजाउँ है मलाई लिरिक्स अलिकति गाह्रो हुन्छ त्यही कारण मैले मोबाइल फोन राखेको छु छेउमै लेट्स सी बादल पारीको देशबाट मेरी माया मलाई हेर्दै होली सुरु गरौँ ल ए माइनरबाट सुरु गरौँ ल बादल पारीको देशबाट डी माइनर है मेरी माया मलाई हेर्दै होली अब यसलाई म कर्डमा ट्राई गर्छु ए माइनर डी माइनर जी सी ए माइनर है अब यसलाई नै गिटारमा बजाउने त्यस्तो बज्छ है बादल पारीको देशबाट मेरी माया मलाई हेर्दै होली बस्छ तर अब युकिलीमा यसो गर्दा अलिक मिठो सुनेन अब तपाईँलाई मन पऱ्यो भने गर्दा पनि भयो त्यो त्यसमा रुकावट छैन कि है सँगै बजाउँ न एकताल बिस्तारै बिस्तारै बजाउँ न 1 2 3 गो डी माइनर जी 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 सी जी ए ठिक छ अब एकताल फेरि गरौँ तर यतिलाई चाहिँ म गाउँछु है म गीत गाउँछु ल लेट्स ट्राई 1 तपाईँ पनि गाउनु न 1 2 3 गो बादल पारीको देशबाट मेरी माया मलाई हेर्दै होली रिपिट बादल पारीको देशबाट मेरी माया मलाई हेर्दै होली यहाँसम्म भयो है भयो तपाईँको भएन भने बिस्तारै प्र्याक्टिस गर्नु मैले रिदम त्यति साह्रो हानेको छुइनँ है रिदम 1 2 3 4 मात्रै गरिरहेको छु है होइन अब अलिकति यो भयो यो अलिकति राम्रो भएपछि यसो गर्दा पनि गर्दा भयो पछि चाहिँ नभए यसो गर्दा भयो जे गर्दा भयो तर पहिला चाहिँ लेट्स टाइमिङलाई चाहिँ 1 2 3 4 गरौँ है अब नेक्स्ट प्याराग्राफमा चाहिँ के छ भन्दाखेरि ओके बादल पारीको देशबाट म चाहिँ ए माइनर मात्रै बज्छ क्या बादल पारीको देशबाट केटीले हमिङ गर्छ न जी जान्छ त्यति बेला त्यो चाहिँ सी र जीमै छकुन है त्यो पछि अब नेक्स्ट प्याराग्राफ छ त्यसमा चाहिँ के छ भन्दाखेरि रमाइलो लाग्थ्यो मलाई माया मेरी साथमा जब हुन्थ्यो तिमी रमाइलो लाग्थ्यो मलाई मेरी माया जब हुन्थ्यो साथमा तिमी ओके लेट्स ट्राई त्यो अब ए माइनरबाट सुरु गरौँ न ल यहाँबाट रमाइलो लाग्थ्यो मलाई अब यो चाहिँ के भयो ए जी ठिक छ एबाट जिजौँ न सुरु गरौँ न सँगै बजाउँ रमाइलो लाग्थ्यो मलाई चार चार ताल होइन 1 2 3 4 1 2 3 4 है अब त्यो पछि माया मेरी माया मेरी त्यो जीबाट सुरु हुने रहेछ है रमाइलो लाग्थ्यो मलाई माया मेरी साथमा जब हुन्थ्यो तिमी रमाया माया ओके त्यति नै रहेछ है सुरु गरौँ ल फेरि सकेपछि रमाइलो लाग्थ्यो मलाई ए माइनरबाट है रमाइलो लाग्थ्यो मलाई माया मेरो साथमा जब हुन्थ्यो तिमी
त्यसपछि चाहिँ के छ फेरि पनि दिन काट्दैछु तिम्रो यादमा फेरि पनि भन्दैछु फेरि यो चाहिँ ए माइनर भयो फेरि पनि दिन काट्दैछु जी तिम्रो यादमा सँगै बजाउँ है ए माइनर जी सी ए माइनर ल फेरि पनि दिन काट्दैछु तिम्रो यादमा भन्दा चाहिँ हाम्रो जस्ट ए मात्रै भन्दैछ है ल सँगै बजाउँ ल फेरि पनि देखिको रेडी लेट्स स्टार्ट जी 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 सी जी 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 सी ठिक छ अब नेक्स्ट प्याराग्राफमा के छ भनेखेरि कहिलेकाहीँ एक्लो हुँदा त्यो पनि सेम हो अब कहिलेकाहीँ एक्लो हुँदा माया मेरो तिम्रो याद साह्रै आउँछ सेम हो है त्यही कारण हामी एउटा प्याराग्राफ सिक्यौँ दुईवटा भएको छ है अब सुरुदेखिको अन्त्यसम्म हामी बजाउने कोसिस गरौँ ल तपाईँ र मेरो मिल्छ कि मिल्दैन हेरौँ कति सिक्नुभयो रेडी पहिला हामी बजाउँ ए माइनर डी माइनर जी ए माइनर बजाउँ है ठिक छ ल म भन्दै जान्छु नि कर्ड्स रेडी 1 2 3 स्टार्ट ए 2 3 4 डी माइनर 1 2 3 4 जी 2 3 4 सी 1 2 3 स्टार्ट अब गीत बादल तारीको देशबाट फेरि माया मलाई हेर्दै होली रिपिट है बादल तारीको देशबाट फेरि माया मलाई हेर्दै होली पर्फेक्ट अब अगाडि बढौँ है रमाइलो लाग्थ्यो मलाई गरौँ ल रेडी ए माइनरबाट सेक्ने रमाई 1 2 3 गो रमाइलो लाग्थ्यो मलाई माया मेरी सपना जब हुन्थ्यो तिमी रमाइलो लाग्छ मलाई माया मेरो सपना जब हुन्थ्यो तिमी फेरि पनि दिन काट्दैछु तिम्रो यादमा फेरि पनि दिन काट्दैछु तिम्रो यादमा अब लास्टको प्याराग्राफ गरौँ ल लास्टको प्याराग्राफ चाहिँ के थियो भन्दाखेरि कहिलेकाहीँ त कर्ड सेम हो ए माइनरबाट गरौँ है 1 2 3 4 कहिलेकाहीँ एक्लो हुँदा माया मेरो तिम्रो याद साह्रै आउँछ कहिलेकाहीँ एक्लो हुँदा माया मेरो तिम्रो याद साह्रै आउँछ फेरि पनि दिन काट्दैछु तिम्रो यादमा फेरि पनि दिन काट्दैछु तिम्रो यादमा ओके कति प्रोग्रेस हो मलाई भन्नु अन्तखेरि यसमा केही अझै बनाउनु पर्छ भने पनि मलाई भन्नु म हेल्प गरिदिन्छु बनाउने है अर्को भिडियो बनाइदिन्छु बनाएर फिलहालको लागि चाहिँ रिदम हामी त्यो कम्प्लिकेट नजाउँ होइन जस्तै अब
त्यस्तो नगरौँ फिलहाल रिदम हामी के गरौँ भने 1 2 3 4 गरौँ न है किनभने यसमा जुन चाहिँ रिदम चल्छ त्यो हामी हाम्रो सोसाइटीमा हाम्रो कम्युनिटीमा यो अब हामीले बच्चादेखि बज्दै आएको रिदम त होइन यही त होला के होला हैन त्यो अब हामीले बच्चादेखि बज्दै आएको त यो हाम्रै रिदम हो भनौँ न हाम्रै अब धुन हो हाम्रै हो के भन्छ मेलोडी हो अब हाम्रै भाकामा बनेको गीत हो रिदम आफै आछ आइहाल्छ अन्त तपाईँकोमा युकिलेली छ भने चाहिँ सेम कर्ड सरी तिमीकोमा केपो छ भने चाहिँ यसलाई केपोलाई चाहिँ यहाँ हाल्नु है 1 2 नम्बरमा हाल्नु त्यो चाहिँ सेम हो अझै राम्रो सुन्छ ल खै ट्राई गरौँ न एकताल ल म ट्राई गरेर हेर्छु नि अब यो ठुलो केपोबाट आएको कति गाह्रो हुन्छ क्या मेरो युकिलेलीको केपो हरायो नि त बादलको देशबाट मेरी माया मलाई गर्दै होली कहिले काहीँ एक्लो हुँदा माया मेरी तिम्रो याद सधैँ आउँछ फेरि पनि दिन काट्दैछु तिम्रो यादमा यसरी जान्छ है के पो छैन भने पनि त्यही हो फेरि सिम्पल बजाउँ न ओके अल द बेस्ट जति प्रब्लम हुन्छ मलाई कमेन्टमा भनिदिनु आई विल ट्राई टु मेक अनदर भिडियो यसलाई अझै इजी हुन्छ भने सकिन्छ भने ल टेक केयर एन्ड थ्याङ्क यू भेरी मच